हेलो गाइज, यहाँ चाहिँ केराको बोट पनि रोप्नु भएको रहेछ हाम्रो आमाले। हजुरहरूले तिते भेन्डा भनेको थाहा छ कि छैन? म देखाउँछु है। तिते भेन्डा रे के, यसको नाम चाहिँ तरकारी बनाउँदाखेरि तितो तितो हुन्छ अरे। अनि पुरा डल्ले खोर्सानी जस्तै भएछ। यो त ठुल्ठुलो हुन्थ्यो नि त होइन आमा? सानो सानो रहेछ त, यत्रै हो कि? ए यसलाई चाहिँ तिते भेन्डा भन्छ अरे गाइज। तरकारी पकाउँदा तितो तितै हुन्छ फेरि। प्रेसर लोले चाहिँ खानु हुँदैन। आलुसँग मिसाएर खाँदा एकदम मिठो हुन्छ अरे आमाले भन्नुभएको। मैले नि खाएको, मिठै हुन्छ, तितो हुन्छ, करेला जस्तै हुन्छ। यहाँ सुप पनि रहेछ। यो चाहिँ बिउको लागि राख्नु भएको हो? के बिउ? यो चाहिँ चाइनिज के अरे स्याउरे हो गाइज, चाइनिज स्याउ। मिठो हुन्छ। म एउटा खाएर देखाउँछु है हजुरहरूलाई। आमा बुवाले भएको जति सब रोप्नु भएछ कि चाइनिज स्याउरे के स्याउ खान्छ है त। मिठो हुन्छ, तर मैले अघि टेस्ट गरेको थियो। यो चाहिँ पाकेपछि रातो रातो हुन्छ भन्छ। अहिले चाहिँ हरियो छ नि त, त्यही भएर गुलियो चाहिँ छैन। सेम काँक्रो जस्तै छ। कसले खानुभएको छ कमेन्ट गर्नु होला है, कसलाई थाहा छ। ओके बाइ बाइ गाइज।